हेलो साथीहरू, वेलकम छ आजको मेरो नयाँ भ्लगमा। म चाहिँ बिहान टक्क नास्ता गरिसकेँ। म चाहिँ जान लागेको मास्तिर ढुल्न जान्छु है त साथीहरू। यहाँ जाने दुईजना यो फटाउ सुतिरहेको छन्, अझै निन्द्रा अहिलेसम्म निन्द्रा लगाइरहेको छ अरे। ल साथीहरू, हामी चाहिँ माथि गएर टक्क भ्लग बनाउँछौँ भने एकजना फटालाई अझै पिकअप गर्न बाँकी छ। यहाँ स्टार्ट हुँदैछ, यहाँ अर्को स्टार्ट हुँदैछ, यो भइसकेको रहेछ। भिडियो हानेर ल्याइछ यो बिहानै। चुप मलाई पनती बोलिहाल्यो क्या फेरि। है गाइस, हाम्रो यात्रा सुरु भएको छ गुम्बा डाँडाबाट। ल आइसक्यो। टिटी टिटी पार्दै आइरहेको छ केटो। स्वर्ग जाने बाटो जस्तो देखेछ। स्वर्ग जाने बाटो जस्तो देखाएको है हाम्रो स्वर्ग जाने बाटो। बुद्धवर्ग जाने। ओए हिलो के हो यार गाइस यस्तो। आम्मा यसको हालत के हुन्छ है। स्योर लड्छ होला त। लडेन यार, लडेन ल। ए पडा नि यार। के रे हाम्रो मनिष सर के भन्दै हुनुहुन्छ अहिले? बाइक लडाउनुहुन्छ, हात छोडिराख्नु। अरे झुट बोल रहा है, ये झुट बोल रहा है। होइन ल हाम्रो धावा सरले बटार्नु भएको छ। आए मोटिलो गएको छ यहाँ। यहाँ गाइस पहिरो गएछ है। राति पानी पनि धरो पर्यो नि यार। बाई बाई। हाम्रो दारे गाउँ आइपुग्यो है गाइस। ये बड़ी अच्छी बात कही आप। पुरै यो सबै भ्यू हेरौँ न, भ्यू यहाँ एकजना चाहिँ भ्यू धरै हेर्दै हुनुहुन्छ होइन। यो चाहिँ जङ्गल सल्लाहकारी। ए बौलाले जोत ल्याएर अहिले साइकल धाउडै पागल। अहिले ल्याम्प नाच्नु हाल्छ अनि तार फर्किन्छ अहिले। हेर्न अहिले भ्यू यसले हेरिरहेछ मस्त। गौरव देवी मन्दिर प्रवेशद्वारलाई यहाँबाट भित्र छिर्दैछौँ है गाइस। क्या हेरिदिने यार अङ्कल त। अङ्कल बरो ओइ राइट यार। हामीलाई गाइस यार कस्तो चिसो भइरहेको थियो। बल्ल अलि तातो होला जस्तो छ। ब्याग मैले के लिएर आएको थिएँ? ब्यागमा के लिएर आएको? ब्याग फेरि अल्लै छ नि फेरि। केही नभए पनि जहिले यतिको नि त ब्याग। बोक्नु पऱ्यो नि यार। आफ्नो झोला बोक्ने नेताको झोला बोक्ने मान्छे परेन हामी होइन। ब्यागको चाहिँ के भने के पर्छ? केही छैन हौ। केही छैन। खाली ब्याग हो। चादर बुट त्यसलाई रे। यहाँबाट देखिनु पर्दैन। फर्काएर I love you.
बाटोभन्दा बढाइमा बाटो मकै कति ठुल्ठुलो भइसक्यो यार चालाउनु बेला भइसक्यो चालाउनु बेला भइसक्यो है यतातिर नि ल अगाडि क्या खत है हामी चाहिँ गौरवती मन्दिर आइपुगिसक्यौँ है अब यहाँबाट हाम्रो धावासाले बनाउनुहुन्छ है ओ हाम्रो मोटो ल्याएर चिया खाउँछ कुछ तरिका है भीख मांगने का ओ कुत्ताले क्या हेरेर हेर्नु न आर्थिकलाई वाह ल है हामी ल हेर गौरवती मन्दिर ठ्याक्कै आइपुग्यौँ है ल ल त्यो साथीहरू हामी चाहिँ यहाँ आइसकेका छौँ यो एउटा छ किन्नु पनि के किन्नु पनि हो थाहा छैन भन्दैन हामीलाई हिँड्दा जिउ गरिन् अरे हिँडै कडा उसको त्यहाँ कहाँ सक्नु नि लै है ल साथीहरू घाम चाहिँ कस्तो राम्रो आइरहेछ अनि है हामी चाहिँ टक्क घाम हेर्दै भ्यू हेर्दै टक्क मन्दिर आइसकेका छौँ बिस्तारै आएको छु ल हामी चाहिँ मन्दिर आइसकेका छौँ त्यो एकजना आउँदैछ होइन यहाँ हाम्रो गौरवती मन्दिर साथीहरू अन्त यसरी घन्टी बजाउँ भने यसले त घन्टी नै बजाएन मैले के भन्नु है म चुपचाप है यसो चाहिँ ठुलो साथीहरू मेन घन्टीबाट नि सिधै यो बोकारी छ यो बोकालाई पूजा गर्नु पठायो कति होइन टक्क अब पूजा गरिन्छ यहाँ तर म देखाउँदिनँ किनभने मलाई देखाउनु मन लाग्दैन र अन्त साथीहरू यहाँ चाहिँ हाम्रो कति राम्रो घाम आइरहेको रहेछ अनि अन्त बजायो केटाले बजायो म नि एकछिन बजाइदिउँ अन्त गर्दै आइसकेको छ है साथीहरू म चाहिँ टक्क भिडियो बनाउनु भएन यसले बनाएको तर कस्तो बनायो मलाई थाहा छैन यस्तरी बनाउँछ यस्तरी बना भनेको मान्दैन भ्लगर बन्नु पर्ने भ्लगर सँगै होइन ल केटा जा हो ल साथीहरू अन्त हाम्रो यहाँ भ्यू चाहिँ यस्तो राम्रो देखिरहेको रहेछ होइन मलाई एकदम राम्रो लागिरहेछ अबे जल्दी बोल कल सुबह पनवेल निकल बिहानको सनराइज हेर्नु मन थियो तर अहिले ढिला भयो हामी पुजारी होइन तिमी जान सक्छौ हामी केही पनि भन्दैन ल जा तिमी भाइ ल जा टिका त लाउने हो यो धुप्ची लिनु छ भने हेलो साथीहरू हामी चाहिँ यहाँ टक्क बसिरहेको छौँ यसलाई पूजा गर्छ भनेर चाहिँ मान्दैनन् के भए हुन् त्यो चाहिँ थाहा छैन मलाई अल्छी लागिसक्यो सुत्नु मन लागिसक्यो मलाई अल्छी लागिसक्यो केटा हो यो के हो सुत्ने व्यवस्था छ ओड्ने ओछ्यान अलिक अल्छी यस्तो फेरि दुख्ला यस्तो दुख्ला फेरि भने नि न त सुत्नुहुन्थ्यो होइन गाइस यो चाहिँ मान्छे चाहिँ दामी देखिन्छ त्यसको दारी हेर्नु हुँदैन साथीहरू अन्त यो भ्यू हेर्नु न भ्यू साथीहरू काटै छैन मैले त नकाट्ने भनेर बसेको ल हेर्नु साथीहरू भ्यू हेर्न सक्नुहुन्छ हामी यहाँ टक्क हप्सी बालेन बसेछ साथीहरू यो चाहिँ हामी चाहिँ टक्क छिर्न लाग्यो हामी होइन फेरि यो चाहिँ छिर्न लाग्यो हामी चाहिँ टक्क 12 यसो हेरेर जस्तो गरेको हामी छिर्नै मिल्दैन भनिसक्यो अघि नै वार्निङ दिइसक्यो भीमसेनले ए छिर्नुपर्छ भने अघि भनिसक्यो हामीलाई टक्क कस्तो दामी भ्यू देख्छ साथीहरू यहाँ चाहिँ हामी कान्छाले किच्छ ल हौ हामी कान्छा रिसाइदियो एकचोटि हुन्छ अहिले ल छिरा खत्री छिरा यसले हेर हाम्रो धुसम्म दिएछ हातमा तर के गर्ने मलाई थाहा छैन ओए या धुप पनि छ धुप हद देख्छ तनमा है दामी यहाँ टक्क धुप लिएर बसेको जाने दिएन यो न तर नि एउटा मलाई एउटा
ओइ झर्न आयो भक्क नगर कहाँ म समेरा छु म अनि किन चक्छ नि बाबु हामी चाहिँ अब टक्क पूजा गरेर आइसकेका छौँ अब यसो फोटोसुट हान्ने अनि घरतिर चलिदिँदा उनीहरूलाई पनि धेरै के कस्तो है कति बजिसक्यो अब धेरै नै टाइम भइसक्यो 6:30 भइसक्यो म जानुपर्छ अब पसलतिर सो ओपनिङ हान्नुपर्यो नि त भएन ल साथीहरू हाम्रो चाहिँ आजको टक्क पाठ खटाइ पूजै सबै हाम्रो यति नै मात्रै हो नरियल के गर्ने हो लडेको छ साथीहरू मलाई चाहिँ यो टिका लगाउँदा कस्तो देखिन्छ भनेर त ट्याक्क झ्याम झ्याम एउटा दुइटा कमेन्ट हार्नु है यो भित्रै छन् भित्रै हराउनु लागेको छन् गाडी यता पनि जाने होला फेरि होइन त ल जा मलाई चाहिँ टिका लगाउँदा कस्तो देखिन्छ चाहिँ यस्तो टक्क कमेन्ट हान्नुपर्छ यो कमेन्ट चाहिँ हान्नु नबिर्सनु साथीहरू झ्याममा गर्दै कमेन्ट होइन कमेन्ट त ठिकै छन् कमेन्ट हान्नै पर्यो चप्पल लगाइदिन्छ झुक्यो झन्डै हो क्या ल साथीहरू हामी चाहिँ टक्क पूजा गरेर आइसकेका छौँ हामी अब निस्किँदैछौँ बाटोमा छन् है टक्क बाइक अगाडि छ नि त त्यही भएर अब हामी यहाँबाट बाइकमा चढेर टक्क जाने अब म चाहिँ पसल ओपनिङ हान्ने ल साथीहरू यहाँ टक्क अर्को दाजुहरू पूजा गर्नु बाँडे छन् थुप्रै हुँदो रहेछन् शनिबारको दिन अलि राम्रो पनि छन् नि अरे ल त छिटो यो त्यहीँ बजिरहेछ ए चला पनि दिँदो रहेछ नि त ल है गाइज के ए 50% है हामी चाहिँ फर्किसक्यौँ है पासा बनाएर फर्क्यौँ हाम्रो धावा सर सिटी हान्दै आइरहेछ है बाइकबाट सिटी हान्दै आइरहेछ सिटी म अरे फ्रेसै छु यहाँ बसेर यहाँ अर्को खले छ फेरि खले छ ल अर्को उहाँ बाइकमा सिटी हान्दैछ यता मुखले सिटी हान्दैछ सिटीहरू सिधै मोटे उता कुत्ता मन्दिरमा टिका लगाएर फेरि बुद्ध बर गर्नुपर्छ के भयो जान्दैन धाउडे कर्न नि अलि सुता फेरि सुता होला के अरे के सेल्फी गरेर के भन्नु त उठाएर अर्को पछाडिपट्टि गर्नु चाहिँ खतरी किन गर्नु त त्यही भनेर खाने भने मलाई यार मर्ला छ हात छोडेर अहिले फेरि अस्ति यहीँनिर झन्डै तलतिर पुगेको थियो मर्ला छ्या यार भिडियोमा आएन भिडियोमा आएन नि यार अलिकति भिडियोमा आएन नि मैले यही हेर्दा 150 मा हात छोडेर चलाउँदै झन्डै तलतिर खसेँ बाइक पनि टेप टालेछ तेरो पनि टेप टाल्नु पर्ला पहिले टाले हेर्दा 3टा टाल्ने डाँडा अब हेर्दैन यार ल सुरु गरौँ खोइ त बोल्दैनन् त केटाहरू के हो मोटो गीत गुनगुनाइरहेको छ है पुरा यस्तो दुबो भयो यार तलतिर यस्तो दुबो भएको फुटबल ठाउँमा कत्रो टायर छ अर्काको टायर जस्तो हो क्या बाटो हेर्न किन टायर हेर्दैछ अहिले यही टायर जोतिन आइपुग्ला छु लाज लाग्दैन तेरो घरमा के अरे बाइक स्कुटी छैन देवा तेरो घरमा बाइक स्कुटी छैन अर्काको टायर खिच्छ होइन नि लाज लाग्दैन थियो छैन
कति बजे यार आफू त यार फेरि घर गएर नि पूजा गर्नु छ यार मन्दिरमा बाँकी छ यार अझै म त सक्दैन हिँड नाटक नखाते हिँड्न मोटे बेमा राइसिया छ यार अझ मलाई खसाल्ने सुरु गरिरहेको छ है अब यहाँबाट चाहिँ म बाहिरै गर्छु यता जान्छु उनीहरू उता जान्छन् ल बाई बाई चाहिँ अब घर जान लाग्यो है हामी छुट्टिनु भइसक्यौँ जाए कि पोस्ट दिइरहेको जा पाक जाए छिटो जाए छिटो बनतिर भालु लगाउ तल बढी बोल्छस् हिँड्न यहाँ त्यति त हिँड्नुपर्छ बुढी आइसक्यो 4 महिना भइसक्यो घर चाहिँ यो बाइक राखेर आउँ है बाइक राखेर फेरि मासतिर आउने के गर्ने बाइक राखेर चाबी राखेर आउने कि चाबी लिएर आउने क्या लिएर तैँले आउने चिया खाने अन्त जान जाँदैन तर आज बन्द गर्नु म चाहिँ 10 बजीतिर बन्द गरेर घर जान्छु 10 बजीतिर राम्रो नआउँछ नआइरहेको जानुपर्छ जा छोड्दैन तँलाई अलि अगाडि चाहिँ देव यसमा ल साथीहरू हामी चाहिँ हिँडिसक्यौँ है अब मन्दिरमा पूजा गर्छ अब तल त्यहाँ जाने भनेको यसको मनिषको होटेलमा केटाले चाबी ल्यायो नि त पहिला चाबी लिन्छौँ खोलाएर म न्युट्रल बसेर हिँड्दैछु है किनकि हाम्रो घरको यहाँ मोबाइल स्ट्यान्ड फर्काइसकेको छ खतरा पानी पऱ्यो आज खतरा घाम लाग्छ मन पऱ्यो तपाईँको मौसम चाहिँ आज साथीहरू यो चाहिँ डाँडे घोडाबाट भिड हाम्रो होम टाउन चौतारा हेर्न सक्नुहुन्छ यो चाहिँ पुरै डाँडा छ है बाटो चाहिँ अलि तर आफ्नै छ साथीहरू म चाहिँ घर आइसकेको छु है अनि घर आएर ड्रेसेस पुगालेर म टक्क भएर नै यहाँ अगाडि आइसकेको छु म माथि पसलमा आएको छु होइन त्यही भएर अब मेरो भ्लग आजको लागि यति नै र मन पऱ्यो यहाँसम्म हेरिसक्नु भइसकेको छ मन पऱ्यो भने लाइक सेयर र सब्सक्राइब गरिदिनु होला मन नपऱ्यो यतिकै छोडिदिनु होला भन्दै आजको लागि बाई।